यो जस्तो मान्छे फटा मान्छेलाई चितवनवासीले अझै पनि विश्वास गर्छन्। हेर त आमा, यो जतिको फटा कोही होइन। यसले गर्दा हामी जस्तो युवा डिप्रेसनमा जानु पऱ्यो। देशका त्यत्रा भ्रष्टाचार हुने रहेछन्, यही मान्छे गएर थाहा भयो हामीलाई। उल्टै त्यही सोच्दा सोच्दै हामी विदेश भएकालाई डिप्रेसन, हामी जस्ता युवालाई। अनि ऊ जेल गछ, हामीलाई यहाँ तनाव छ, कहिले निस्केला, के गर्ला, कहिले क्लिन चिट पाउला भन्ने हामीलाई यहाँ तनाव, हामीलाई डिप्रेसनमा। अनि यस्तो मान्छेलाई भरोसा गर्नुहुन्छ तपाईँहरू अझै पनि? नगर्नु है, यस्तो मान्छेलाई भरोसा गर्ने होइन। यस्ता मान्छेले त पुरा माथि जिरोबाट हिरो बनाइदिने है। अब हामीले हिरो बनाउनु पर्छ उसलाई चाहिँ, उसलाई जिताउनै पर्छ, हामीले उसलाई सिट दिलाउनै पर्छ। भनेपछि देशको नेता भनेको उही मात्र रहेछ भन्ने चाहिँ अहिले देख्न सकिन्छ। र चितवनवासीहरू कति भाग्यमानी हुनुहुन्छ है तरेका, र कतिसम्म विश्वास गर्नुभएको छ, यहीमा खुसी हामी नेपाली सबै खुसी। चितवनवासीले रवि लामिछानेलाई हेर्न कतिसम्म विश्वास गर्नुभएको रहेछ भन्ने देख्न सकिन्छ। यसैमा खुसी है त। हस् त, नमस्ते।